याक्थुङ चुम्लुङको आयोजनामा हुने चसोक तङनाम पर्व यस वर्ष मङ्सिर 17 र 18 गते दमक 2 स्थित आफ्नै मैदानमा धुमधामका साथ मनाउने भएको छ। आयोजक समितिले दिएको जानकारी अनुसार यस वर्षको कार्यक्रमलाई अझ व्यवस्थित र सांस्कृतिक रूपमा समृद्ध र समुदाय मैत्री बनाउन विशेष तयारी गरेको छ। 2 दिने यस पर्वमा लिम्बू समुदायको परम्परा अनुसार प्राकृतिक पूजक भएको हुनाले पहिलो दिन बिहानको समय नेवाङ्गी पूजा अर्थात् अन्न बाली चढाउने, त्यस पछाडि औपचारिक कार्यक्रम, त्यस पछाडि सांस्कृतिक कार्यक्रम रहने आयोजक टिमले बताएको छ। अन्न बाली चढाउने कार्यक्रममा चाहिँ 2 विधिले गर्ने बताएको छ। सत्याङमा विधि र प्राकृतिक विधि। विभिन्न सांस्कृतिक प्रस्तुति सँगसँगै पलुङ अर्थात् छेलो हान्ने कार्यक्रम रहेको बताएको छ। साथै स्थानीय कलाकारदेखि अन्तर्राष्ट्रिय स्तरका कलाकार समेत सहभागिता रहने बताएको छ। याक्थुङ चुम्लुङका अनुसार समुदाय बीचको एकता, पहिचान र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले यस चसोक तङनाम हरेक वर्ष भव्य रूपमा मनाउँदै आएको कार्यक्रममा स्थानीयवासी समुदायका वृद्ध, बालबच्चादेखि युवाहरूको ठूलो उपस्थिति रहने अपेक्षा गरेको छ। 2 दिनभर चल्ने यस पर्वमा सांस्कृतिक प्रस्तुति, लिम्बू परिकारका स्टल, परम्परागत पोषक प्रदर्शन र सामूहिक रमझम कार्यक्रम रहने बताएको छ। आयोजकले सबैलाई कार्यक्रममा सहभागी भएर संस्कृतिको संरक्षणमा हातेमालो गर्न आह्वान समेत गरेको छ। म देवेन्द्र चेम्जोङ। हामी दमकमा रहेको यो आउँदो एले तङ्गे 5085 र 2082 मङ्सिर 17 र 18 गते हुन गइरहेको हाम्रो नुवागी चासोक तङनाम सेवा चाहिँ यो भाङबारी 2 मुन्धुम यकमा हुन लागिरहेको चुम्लुङ यकमा हुन लागिरहेको म जानकारी गराउँदै सिङ्गो पत्रकारज्यूहरूलाई चाहिँ म किराँत याक्थुङ चुम्लुङको तर्फबाट यहाँहरूलाई स्वागत तथा अभिवादन गर्न चाहन्छु। र हामीले यो 17 र 18 गते 2 दिने जुन कार्यक्रममा लगाइरहँदाखेरि चाहिँ हामीलाई सहयोग गर्नुहुने श्रम दाताहरू लगायत वार्ड समिति, हाम्रो 10 वटा वार्ड समितिमा 8 वटा वार्ड समिति अहिले एक्टिभ छ, 2टा चाहिँ केही कमजोरी अवस्थामा रहेको छ र वार्ड समितिहरूले चाहिँ हामीलाई सहयोग गरेर चाहिँ जुन हामीले यो चासोक तङनाम चाहिँ गर्न लागिरहेको छौँ, यो श्रम दातैबाट वार्ड समितिको सहयोगबाट र नगर समितिको साथीहरूको सहयोगबाट चाहिँ हामीले चाहिँ यो 2 दिने नुवागी पूजा चाहिँ यो मुन्धुम यकमा चाहिँ हामी चुम्लुङ यकमा चाहिँ गर्न लागिरहेको छौँ। त्यसैले गर्दाखेरि चाहिँ जो पत्रकार मित्रहरू हुनुहुन्छ, पत्रकार साथीहरू हुनुहुन्छ, जसरी हामीलाई बोलाएर जुन निम्तोलाई स्वीकार गरेर आइदिनु भएको छ, यहाँहरूलाई म मुरी धन्यवाद दिन चाहन्छु। र यसरी नै हामीले पत्रकार सम्मेलन गरिरहँदाखेरि चाहिँ हामी चुम्लुङ चाहिँ याक्थुङहरू चाहिँ प्राकृतिक पूजक भनेर भनिरहँदा आज चाहिँ हामीले साँच्चै नै पत्रकार साथीहरूलाई चाहिँ एउटा प्राकृतिक पूजक नै रहेछौँ जस्तै गरेर एउटा कुर्सी बेगर होइन, एउटा जङ्गलको बिचमा चाहिँ एउटा टाँगेर चाहिँ हामीले चाहिँ जुन पत्रकार सम्मेलन गरिरहेछौँ, जो हामीले एउटा प्राकृतिक तरिकाले नै देखाइरहेका छौँ भन्ने पनि एउटा मैले कुरा राख्दै बाँकी दिनहरूमा चाहिँ हामीले यो जग्गामा चाहिँ यो पहिलोपल्ट हामीलाई चाहिँ निर्मला राई देवानज्यूले चाहिँ हामीलाई यो 5 कट्ठा जग्गा प्रदान गर्नुभएको छ र हामीले पहिलोपल्ट यहाँनिर चाहिँ हामीले चासोक तङनाम नेवागी सेवा चाहिँ गर्न लागिरहेका छौँ। यो नेवागी पूजा 2 दिनेमा चाहिँ हामीले प्रमुख अतिथि चाहिँ हाम्रो स्थानीय सरकार मेयर राम थापाज्यूलाई चाहिँ हामीले प्रमुख अतिथि बोलाएका छौँ भने विशिष्ट अतिथि चाहिँ हामीले उपमेयर रेजिना भट्टराई पर्साईज्यूलाई बोलाएका छौँ। त्यस्तै हाम्रो सङ्घीय समितिहरू हुनुहुन्छ, उहाँहरूलाई विशिष्ट अतिथिमा बोलाएका छौँ। र यसै गरी आदिवासी जनजाति महासङ्घको अध्यक्षज्यूलाई चाहिँ हामीले विशिष्ट अतिथिमा निम्ता गरेका छौँ र उहाँहरू लगायत अतिथिमा चाहिँ अब हाम्रो दमकमा रहेका सामाजिक रूपमा सामाजिक व्यक्तित्वहरू र राजनीतिक व्यक्तित्वहरू र विभिन्न ठाउँमा चाहिँ आफूलाई नेतृत्व सम्हालिरहेका दमकवासीहरूलाई चाहिँ हामीले अतिथिमा निमन्त्रणा गरेर चाहिँ हामीले 2 दिने कार्यक्रम गरिरहेका छौँ। र यसै गरी पहिलो सत्र चाहिँ हामीले कसरी चासोक तङनाम सुरु गर्छौँ भने बिहान चाहिँ हाम्रो सेवाबाट सुरु हुन्छ चासोक यो नेवागी पूजाबाट। त्यो 2टा विधिबाट चाहिँ हामीले सेवा पूजा गर्नेछौँ। त्यो एउटा चाहिँ सामदाङ्गे नोरुङ साम्बा भनेको पण्डित भन्छ होइन, त्यो पण्डितबाट पुजारीबाट त्यो सत्याङमा विधि जुन माङसेबुङ लारुम्बामा हुनुहुन्छ त्यो विधिबाट चाहिँ हामीले चाहिँ
एउटा चाहिँ नेवागी पूजा बिहान 7 बजेबाट गर्छौँ भने चाहिँ अर्को चाहिँ हाम्रो परम्परागत छ एकजना चाहिँ फेदाङमा विधि भन्छ। त्यो फेदाङमा विधिबाट चाहिँ हामीले चाहिँ यहाँनिर चाहिँ नुहागी सेवा चाहिँ हामी विधिवत रूपमा बिहान 7 बजेबाट दुईवटा विधिबाट चाहिँ हामीले पूजा सुरु गर्छौँ। यसरी सुरु गरिसकेपछि 17 गते बिहान 7 बजे चाहिँ हामीले पूजा सुरु गरिसके पछाडि चाहिँ जब पूजाको अन्त्य हुन्छ त्यसको पूजा अन्त्य भइसकेपछि चाहिँ हामीले चाहिँ त्यसको प्रसाद ग्रहण गर्छौँ। जो प्रसाद ग्रहण चाहिँ हामीले सिलामहरू तयार बनाएका छौँ, सिलाम चामलहरू त्यो नुहागीका त्यो चामलहरू चाहिँ तयार गरेर चाहिँ त्यो हामी नुहागी चामल चाहिँ सबैलाई प्रसादका रूपमा चाहिँ हामीले वितरण गर्नेछौँ, आफू पनि खानेछौँ र त्यो चासोक चाहिँ सेवा चाहिँ त्यसरी अन्त्य गरिसके पछाडि चाहिँ अब हाम्रो समुदायहरू चाहिँ त्यस पछाडि चाहिँ पलुङ भन्छ क्या, छेलो, हामी छेलोको मजा लिनेछौँ। यहाँनिर चाहिँ छेलोहरू हानेर चाहिँ हिजो पहिला पहिला हाम्रो याकथुङ साथीहरू पाहाडमा त्यो पलुङ हानेर छेलो हाट बजारहरू जसरी रमाइलो गर्थ्यो, हामी पनि त्यसरी नै यो जङ्गलको बिच चुम्लुङ यकमा चाहिँ हामी पलुङ हानेर छेलो हानेर चाहिँ यहाँनिर रमाइलो गर्नेछौँ भने चाहिँ बेलुका 3 बजेबाट चाहिँ हाम्रो धान नाच पालम प्रतियोगिता चाहिँ सुरु हुन्छ। त्यो पालम प्रतियोगितामा चाहिँ हाम्रो धरानबाट, इटरीबाट, पथरीबाट, अब बिर्तामोडबाट कता कताबाट छ हामीले जे चिठी सबैलाई दिएका छौँ। सहभागी चाहिँ अहिलेसम्म चाहिँ 7 जना चाहिँ लगभग हुने निश्चित भइसकेको छ। त्यसरी पालम प्रतियोगिता चाहिँ हाम्रो लगभग 1 बजेबाट 2 बजेबाट सुरु हुन्छ। अनि त्यो पालम प्रतियोगिता सुरु भइसकिसके पछाडि चाहिँ हामीले त्यसमा पुरस्कारको व्यवस्था गरेका छौँ, फर्स्ट, सेकेन्ड, थर्ड। त्यसरी 3टा स्लेबलमा तयार गरेर पालम प्रतियोगितामा हामीले निर्णायक मण्डलहरू राखेका छौँ। यसरी निर्णायक मण्डलहरूले चाहिँ जुन निर्णय गरिसकेपछि हामीले पुरस्कारको वितरण गरिसके पछाडि चाहिँ अनि बेलुका हाम्रो 5 बजेदेखि केही समय चाहिँ स्थानीय कलाकारहरूले चाहिँ अब साङ्गीतिक प्रस्तुतिहरू चाहिँ प्रस्तुत गर्नेछ, नृत्यहरू प्रस्तुत गर्नेछ। यसरी नै चाहिँ हाम्रो बेलुका 5 बजेबाट स्थानीय कलाकारहरूले चाहिँ अब नृत्यहरू, सङ्गीतहरू पस्केर चाहिँ हाम्रो कार्यक्रम चाहिँ त्यस दिन 17 गतेको कार्यक्रम चाहिँ समापन रहनेछ। 17 गतेको। अनि 17 गतेको यसरी कार्यक्रम समापन भइसकेपछि चाहिँ भोलि 18 गते चाहिँ हाम्रो के रहनेछ भन्दाखेरि बिहान हामी यहाँनिर भेला हुनेछौँ, यहाँ मेलाहरू राख्नेछ। केही चाहिँ यहाँ मेलाहरूको कुराहरू पनि आएको छ। हाम्रो चाहिँ मेलाहरू चाहिँ त्यस्तो धेरै त होइन, केही मिनी मेलाहरूको बजारहरूको पनि आउनेछ, किनभने उहाँहरूले हामीलाई कन्ट्याक्ट गर्नुभएको छ, हामीलाई पनि यो मिनी मेला चाहिँ लगाइदिनु दिन ठाउँ दिनुहोस् है भन्छ। हामी दिन्छौँ भनेका छौँ र सायदै भोलिदेखि चाहिँ मिनी मेलाको कन्सेप्टहरू पनि तयार हुनेछ भन्ने यहाँ मैले जानकारी गराएँ। र 18 गते चाहिँ बिहान हाम्रो 11 बजेदेखि चाहिँ 10:30 बजेदेखि नै चाहिँ हाम्रो रुटिन चाहिँ 10:30 बजेदेखि चाहिँ औपचारिक स्टेज कार्यक्रम रहनेछ। त्यो स्टेज कार्यक्रम चाहिँ हाम्रो स्थानीय सरकार, हाम्रो होइन मेयर साहब राम थापाको प्रमुख आतिथ्यमा चाहिँ हाम्रो कार्यक्रम सञ्चालन रहनेछ। त्यसरी कार्यक्रम चाहिँ तपाईँको लगभग 3 बजे हामीले राखेका छौँ समय चाहिँ। 3 बजेसम्म चाहिँ हाम्रो औपचारिक स्टेज कार्यक्रम रहनेछ भने चाहिँ 4 बजेदेखि चाहिँ फेरि हामीले विभिन्न कलाकारहरू जस्तो काठमाडौँबाट कता कताबाट चाहिँ मगाएर हाम्रो 5 जना कलाकारहरू मगाएको छौँ। त्यो 5 जना कलाकारहरूको चाहिँ तपाईँको यहाँनिर सङ्गीत प्रस्तुत रहनेछ र स्थानीय कलाकारहरूको त्यहाँनिर चाहिँ नृत्य पनि प्रस्तुत रहनेछ भन्ने कुरा राख्दै बेलुका हाम्रो चाहिँ यसरी 8 बजेसम्म हाम्रो कार्यक्रम चाहिँ समापन रहनेछ। र यो 2 दिनको लागि चाहिँ हामीले स्थानीय तल इलाका प्रशासन कार्यालयमा पनि हामीलाई चाहिँ यता सुरक्षाको प्रत्याभूति गरिदिनुहोस् भनेर हामीले त्यहाँनिर पनि चिठीहरू दिइसकेका छौँ, उहाँहरूलाई पनि अतिथि बोलाएका छौँ। र यसो गर्दै बेलुका चाहिँ हाम्रो 8 बजे चाहिँ कार्यक्रम चाहिँ 2 दिने कार्यक्रम चाहिँ यसरी नै समापन हुनेछ भन्ने कुराहरू चाहिँ मैले यहाँहरू पत्रकार साथीहरूलाई र स्थानीय साथीहरूलाई र हाम्रो सिङ्गो टिमहरूलाई चाहिँ मैले जानकारी गराएँ। हवस् त, धन्यवाद। सेवा।